हेलो नमस्ते के छ हो हल्लीचल्ली साथीहरुको हेलो गाइज ल हामी चाहिँ केशव सरसँग भेट भएको छ है अनि केशव सर र म चाहिँ अब हैन पार्क जाने भनेर मात्रै प्लान बनाइरहेको थियौं अब अहिले लास्टमा चाहिँ आएर भ्याट्टै हाम्रो प्लान चाहिँ उता जूमा जाने भनेर प्लान चेन्ज गरियो अब हामी जूको लागि चाहिँ रेडी भएर हिँडेछ म चाहिँ पार्क मात्रै भनेर यसो खाली झोला बोकेर खन्तङ्ग हिँडिरहेको थिएँ है केशव सर धेरै दिनपछिको भेट भइहाल्छ त के छ त तपाईको चाहिँ हालखबर ठिकै छ नि हैन हजुर एकदम आरामै छ काम कस्तो चलिरहेछ कुवेतको बसै यहाँ हामी भन्नुभन्दा तल्लो घर र माथिल्लो घरमा बसिया छ काम ड्युटीले गर्दाखेरि हैन भेटघाट त्यति भएको छैन अब हाम्रो केशवजीलाई यसो बोल्नलाई आइन्द्र सर तपाईको भ्लगमा मलाई चाहिँ धेरै धेरै स्वागत छ हाम्रो केशवजीलाई यो मेरो भ्लगमा चाहिँ धेरै धेरै स्वागत छ हैन हाम्रो केशवजीको पनि मनमा केही कुराहरू छ होला अब यहाँ यत्रो बसाइ भएको छ कुवेतमा उहाँको केही फिलिङ्सहरू छ होला उहाँबाट लिने मन छ यसो सेयर गर्नुस् न केशवजी कुवेतको गर्दै जाउँला न खास चाहिँ अहिले त केही छैन हजुर अब भर्खर हिँड्दैछौँ बिस्तारै जाँदै जाँदै ल हामी चाहिँ रिगाईबाट टक्क पारेर हिँडिया छ मैले क्यामेरा चाहिँ फ्लिप गरिदिएको छु है हामी बसेको बिल्डिङदेखि नजिकैदेखि चाहिँ हामी अब ओमारिया कुवेत जूमा चाहिँ हिँडेको र हामी बसेकै बिल्डिङको साइडको बाटोहरू छ यिनीहरू चाहिँ अब हामीलाई पुग्नु धेरै पनि लाग्दैन त्यही 5-10-15 मिनटमा चाहिँ हामी कुवेत जू पुग्छौँ जू पुगेर यो चाहिँ हामी यत्रो वर्ष बसियो होइन कहिले जानु पाइएको थिएन आज कहिलेका फ्याट्टै हाम्रो चाहिँ लागिहाल्दो रहेछ क्या यस्तै केशव सर र म दुईजना भयो भने अचानकमा कता कता के लागिहाल्छ पहिला एकचोटि दुबईमा ल 15 दिन भनेर मात्रै हामी गएको थियौँ 1 महिना बस्नु पर्यो अब त्यस्तै त्यहाँ पनि एक्सपिरियन्स भयो रमाइलो भयो अब अहिले यहाँ पनि त्यस्तै तरिकाले सडनली एउटा प्लान बनायौँ अब अहिले चाहिँ हामी जाँदैछौँ होइन यस्तै छ एकजना जू पुगेपछि चाहिँ तपाईँहरूलाई फेरि भेट गर्दैछ फेरि ढिलो त ढिलो हुँदैन हामी चाहिँ कुवेत जू चाहिँ आयौँ होइन कुवेत जू आएको तर कुवेत जूमा चाहिँ अहिले बन्द रहेछ अस्तिदेखि नै अब यहाँदेखि हामी चाहिँ फेरि फाइनली चाहिँ अब सिटी जानुलाई चाहिँ डबल डेकमा चढेर हिँड्छौँ होइन केशव चाहिँ माथिल्लो तलामा छ मलाई पनि यस्तो बनाइदिए कस्तो लागिरहेको छ त केशव सर गर्मी फिल भइरहेछ बढिरहेछ होइन रमाइलो भइरहेछ गर्मी फिल भइरहेको छ जाडो छ भन्ने थियो जाडो भन्ने कुरा थियो अहिले चाहिँ अब पसिना भइरहेछ फिल भइरहेको थियो अब त्यसरी बसेको बेला हामी अलिक ढिलै आयो अब हामी चाहिँ लाग्यौँ होइन सिटीतिर डबल डेकको माथिबाट छौँ मैले यही बाटो त अस्ति पनि क्याप्चर गरेको छु उताबाट यही बाटो जोडिएर आउने हो यो चाहिँ तर माथिल्लो डेकबाट डबल डेकबाट माथिल्लो लाइनबाट गऱ्यो भने चाहिँ अलिकति हल्का भ्युज भएर देखिँदो रहेछ आज झिसमिसैमा हामी चाहिँ हिँड्यौँ तर दिउँसो घाम लागेर हिँडिसक्नु हुँदैन होइन बेलुका ठिक्क हुन्छ ल अब अहिले चाहिँ हामी चाहिँ यहाँ कुवेत टावरको नजिकै नै पुग्न आँटेका छौँ हाम्रो केशव सरलाई चाहिँ एकदम होइन पूर्वेली गानाबाट चाहिँ एउटा भिडियो बनाउने मन छ अरे के अरे केशव सर हाम्रो त्यो पूर्वेली गानाको चाहिँ हामी त पूर्वेली थिएटर ल हामी त पूर्वेली थिएटर ल सेवारो म चाहिँ आज फेरि यतातिर घुम्न आएको छु है मेरो यहाँ घुम्ने ठाउँ हेर्नुभयो होला होइन म चाहिँ एकदम होइन अलिकति ग्रिन भएको अलिकति स्वच्छ हावा भएको राम्रो हरियाली भएको ठाउँमा चाहिँ मलाई घुम्न एकदम मनपर्छ म आज बाइचान्सले अब छुट्टी थियो अनि अलिकति काम पनि थियो काम अलि राम्रो भएन मेरो काम विशेषले म छुट्टी भएको तर त्यो काम चाहिँ राम्रो भएन र पनि अब यता चाहिँ घुम्न पाएँ अब यसैमा खुसी लागेको छ यहाँभित्र चाहिँ के रहेछ अब यहाँदेखि सायद छिर्ने ठाउँहरू छ होला अब यहाँदेखि उता गएर छिर्ने ठाउँमा छिर्छु अनि त्यहाँदेखि हजुरहरूलाई देखाउँछु भित्र कस्तो कस्तो ठाउँहरू रहेछ होइन अनि
यहाँ अब यस्तै झाडी पत्करहरू छ। यो चाहिँ बाहिर हिँड्ने ठाउँ रहेछ। चट्ट पारेर कार्पेटहरू ओछ्याइदिएर राखिदिइरहनु हिँड्ने ठाउँहरू बनाइदिइराखेको छ। अनि म चाहिँ अब अहिले यहाँ यसरी अब यो चाहिँ सायद यसलाई सार्क नै भन्छ होला, सार्क एरिया नै जस्तो लाग्यो। र भित्र चाहिँ एकदम लोभलाग्दो हिँडौँ लाग्ने खालको जस्तो देखिरहेको छु। कहाँबाट हो इन्ट्रान्स पाउने सोध्नुपर्ने छ। सोधेर एकछिनमा निस्केर अब एकछिनमा फर्किँदा चाहिँ सायद म ट्याक्सीबाटै फर्किन्छु होला। अब मेरो कामहरू लगभग सबै सकेँ। अब बस भेटेर बसबाट फर्किने मिल्ने भयो त ऊ यहाँ परबाट सायद बस त्यहाँ तल जाने सिटीमा जाने बस छ कि जस्तो लागिरहेछ। भयो भने त्यताबाट निस्किनु पर्ला। यहाँ त ठुलो पो रहेछ त कम्पाउन्ड त। अनि भित्र छिर्नुलाई त कसरी कहाँबाट छिर्ने हो त म त देख्दिनँ भाइ। गाह्रो छ हामीलाई। एलाउड छ होला सायद यहाँतिर हिँड्नु। त्यही भएर यो यस्तो बनाइदिएको होला, वककै लागि बनाइदिएको होला। म एक्लै छु यत्रोभरिमा। हुनु त यहाँ अब हिँड्ने नै भनेर मान्छेहरू कहाँ को चाहिँ हिँड्छ त। सबैको गाडी छ। कहाँ हो पुग्नु पर्ने ठक्क पुग्छन् अनि टक घुम्छन् ओर्छन् अनि फर्किन्छन्। म चाहिँ यो रातो कार्पेट ओछ्याएकोमा एक्लै हिँडिराखेको छु। बिहान अरू बेला अरू मान्छेहरू हिँड्छन् कि पुरा फुलहरू पनि रहेछ। यो चाहिँ के हो मलाई त्यति थाहा पनि छैन है। फेरि सायद हेर्दा चाहिँ भित्र पुरा गार्डन जस्तो छ र म चाहिँ यहाँ रोकेर भित्र छिर्नुलाई रोकिएको हो। अब यहाँदेखि भित्र कहाँबाट छिर्नु, हेर्ने ठाउँ भेट्ने ठाउँ पो भेटे पो छिर्ने ठाउँ हेरौँ कहाँसम्म पुगिने रहेछ। कहाँ पुगेपछि चाहिँ भित्र छिर्ने ठाउँ भेटिने रहेछ। ल साथी हो यस्तै हो। यो चाहिँ यस्तो ठाउँ छ एकदम हरियाली छ। त्यहाँदेखि एकदम सफा पनि रहेछ। यो चाहिँ के को स्ट्याच्यु हो सायद परिवारको स्ट्याच्यु बनाएको जस्तो छ यहाँ चाहिँ होइन। म फ्लिप गरेर देखाइदिन्छु। यसलाई चाहिँ अब के भन्छ मलाई त्यति थाहा छैन। परिवारको स्ट्याच्यु नै बनाएको रहेछ यहाँ चाहिँ त्यति थाहा छैन। अब म चाहिँ एकदम आफ्नै पाराले घुम्नु जानुपर्ने भएको छ। कहाँ हो थाहा छैन। अनि चराहरू पनि कस्तो दामी तरिकाले बसेको छ। चराहरूको पनि एकदम दामी चिरबिर छ। यो साइड चाहिँ हामी अस्ति आएको रहेन रहेछौँ है। यस अब अस्ति इन्कम्प्लिट भएको कुरालाई आज चाहिँ कम्प्लिट गर्नु पाएको छ एकदम राम्रो तरिकाले। यो चाहिँ यो बिल्डिङहरूको बिहाइन्डमा छ। फुलहरू चाहिँ एकदम फुलिराखेको छ होइन। यहाँ यस्तै मजा छ। म अघि यसकै पछि चाहिँ म घुमिराखेको रहेछ अघि चाहिँ म चाहिँ होइन। यहाँनिर अब अहिले घुम्दाखेरि चाहिँ यहाँ पहिला के भन्नु त्यो देख्नुपछि पनि मलाई जानु चाहिँ मन लागिरहेको छ। त्यहाँ चाहिँ कस्तो खालको छ भनेर मलाई त्यति थाहा छैन। यहाँको स्लब्सहरूको बारेमा चाहिँ मलाई एकसाथ लिनु मन लागेको छ होइन। यतिको स्लट मजाले होइन एउटा वेब बनाएर मलाई चाहिँ उयो माथितिर डाँडातिर पनि जानु मिल्छ होइन। त्यहाँतिर माथि पनि जानु चाहिँ मन लागिरहेको छ। यो चाहिँ एकदम होइन हाम्रो उता ठाउँतिरको टी गार्डन जस्तै तरिकाले देखिएको छ। अब देख्नु पनि सक्नुहुन्छ होइन। मैले चाहिँ भर्टिकलबाट पनि क्यामेरालाई मैले बनाएँ भने यो तरिकाको बनायो भने पनि राम्रो तरिकाको आउँछ। अहिलेको चाहिँ यहाँदेखि माथि चाहिँ हामीलाई जान पाउँछ पाउँदैन मलाई थाहा छैन। मलाई चढ्नु मन लागिरहेको छ। अनि यतिको मौसममा बनाएर चाहिँ मैले चाहिँ यसलाई एउटा हेर्नु होइन एउटा लाइट अफ भ्यू पोइन्ट अफ भ्यू पनि अलिकति हाइटबाट आउँछ होला सायद पाउनु पर्ने हो। डाँडामा चढे जस्तो मलाई फिल भइरहेको छ। अब यहाँदेखि उता जाने बाटो चाहिँ बनाइदिएको रहेछ। ए मलाई थाहा थिएन नि त। मैले त यहाँदेखि उता जाने बाटोहरू बनाइदिएर छ एकदम। यो चाहिँ एकदम डाँडा माउन्टेनमा जस्तो फिल भइरहेको छ। यहाँदेखि उता चाहिँ सायद हामीलाई जानु पाउँछ पाउँदैन थाहा छैन। म चाहिँ त्यत्तिकै चढिरहेको छु। डाँडामा चढेर घुमे जस्तो फिल भइरहेछ।
अझै म चाहिँ तर घुमे गर्नेछु। यहाँदेखि उता गएर चाहिँ कहाँ निस्किने हो अनि त्यहाँदेखि यता मात्रै म फर्किन्छु है। यहाँ चाहिँ फुलहरू होइन 12 मासे फुल जस्तो तरिकाले फुलेको रहेछ। ल यहाँ चाहिँ टाँकीको बोट पनि उमारेको रहेछ है साथी। हामी त पहिला त यहाँ चाहिँ हाम्रोतिरको ओरिजिनल टाँकी चाहिँ होइन, ल हाइब्रिड होला, यहाँ बाँचोस् भनेर बनाएको होला होइन। टाँकीको बोट पनि यहाँ आएर चाहिँ देख्न पाइयो। के छ हो साथीहरूको हल्लीचल्ली, टाँकी ओरिजिनल भनेर ओरिजिनल टाँकी नै चाहिँ होइन ल। अनि यहाँ चाहिँ यो झारहरू, यहाँ फुलहरू चाहिँ एकदम मजाले फुलेर एकदम डाँडा बनाएको छ। यहाँदेखि माथिको यो चाहिँ बिल्डिङ अब सधैँ हामी त्यहाँ आइबस्ने बिल्डिङ हो, त्यो उसको लागि मेडिकलको लागि आउने बिल्डिङहरू। अनि यहाँदेखि यता चाहिँ अब फर्स्ट टाइम म जाँदैछु। अब म एकचोटि क्यामेरा फ्लिप गरिदिन्छु। अब यसरी एक्सर्साइज गर्नेहरू पनि हिँड्नु हुँदो रहेछ। ल अब उहाँहरू एकदम एक्सर्साइज गरेर जाँदै हुनुहुन्छ। यहाँभित्र चाहिँ केहरू छ मलाई थाहा छैन होइन। यहाँदेखि योभन्दा बाहिरपट्टि चाहिँ मैले अघि एक फोनको लगाइसकेको छु। अब वाट इज दिस वान, यहाँदेखि भित्र के छ मलाई त्यो सायद यिनीहरूको उयो यहाँभित्र छ, त्यो के अरे म्युजियम। एकछिनमा म म्युजियममा पनि छिर्नु चाहिँ। अब अहिले चाहिँ म भित्र छिरिसकेको ठाउँमा जोस् यो पार्कभित्र छिरिसकेको छु। अघि एक फोनको घुमेर आएँ। अब चाहिँ भित्रको बारेमा अवलोकनहरू गर्नुपर्ने छ, भित्रको बारेमा अवलोकन गर्छु। अनि फुलहरू पनि यहाँ चाहिँ मेहनत गरेर फुलाइराखेको रहेछ। अब यही अलिकति हरियो भएपछि सास फेर्नलाई पनि गाह्रो सजिलो हुन्छ। हामी चाहिँ अब यस्तो नेचरमा रमाइलो भएको मान्छेहरूलाई चाहिँ होइन यस्तो ठाउँ भेट्दाखेरि चाहिँ एकदम राम्रो फिल भइरहेको छ। जस्ट एकदम हावा चाहिँ एकदम फ्रेस लिएको जस्तो मनमा लागिरहेको छ। अन्त हो म चाहिँ यहाँदेखि यता पनि छिर्नु पायो भने छिर्दा हुन्छ कि हुँदैन। अब ल हेर्नु यहाँ चाहिँ फुलहरू, यो हाम्रोतिर चाहिँ के फुल भन्छ यसलाई, बगनबेली फुल कि के फुल भन्छ। अनि यहाँ चाहिँ एकदम मजाले फुलाउनु भएको रहेछ। अनि यहाँदेखि यस्तो फुलहरू पनि फुलाउनु भएको रहेछ। यो चाहिँ एकदम राम्रो होइन, यति मेहनत गरेर गर्नु भएको छ बिचरा। सायद यहाँदेखि त्यता मात्र जाँदिनँ, डाँडाहरू चाहिँ मजाले बनाएको छ मेहनत गरेर। कति मेहनत गरेर कति पैसा लगाएर बनाएको हो यो ठाउँहरू चाहिँ है। म चाहिँ घुमेर यता भएर आइसकेको छु। अब यो फुलहरूको त नाम पनि मलाई आउँदैन हो, तर जस एकदम मजाले होइन, पैसा परिश्रम यही त होला मान्छेको सबैभन्दा ठुलो कुरा। मैले टाँकी भनेको थिएँ नि, हो टाँकी ओरिजिनल टाँकी नै हो रहेछ त। यहाँ देख्न सक्नुहुन्छ होइन, यो चाहिँ फुलेर पनि यत्रो फलिसकेको छ त्यो टाँकी चाहिँ। यो चाहिँ कस्तो खालको टाँकी हो तर मलाई थाहा छैन, हाइब्रिड गरे जस्तो छ त्यो टाँकीलाई चाहिँ। म भित्र छिर्दै पनि चाहिँ सायद एलाउड छैन होला, भित्र छिर्नुलाई एलाउड छैन भने अब होइन अलिकति क्याप्चर चाहिँ गरेर राखिराखेको छु। अनि त्यहाँदेखि यहाँ देख्न सक्नुहुन्छ, यहाँ चाहिँ यस्तो मजाले मेहनत गरेर फुलहरू चाहिँ यस्तो मजाले रोप्नु भएको छ। म यसको स्लाइड चाहिँ यस्तो गरी बनाउँछु है, यसको स्लाइड मैले क्यामेरा फ्लिप गरेँ होइन। अब त्यो क्यामेरा फ्लिप गरेर म चाहिँ उतातिर जान्छु। धेरै पछि म चाहिँ यहाँ अब फर्स्ट टाइम नै आयो होइन, अब एक्सप्लोर गर्दै जाँदैछु। कस्तो छ थाहा छैन। म पहिला चाहिँ एजबाट हेर्छु अनि त्यहाँदेखि पछाडि चाहिँ अरू गर्छु। तर यहाँको फुल हेर्दा चाहिँ मलाई एकदम एउटा क्लिप चाहिँ मजाले लिनु मन लागिरहेछ है। अब हिँड्दा अहिले चाहिँ यस्तो घाम परेको ठाउँमा आएको छु। म्युजियममा पुग्न लागिराखेको छु है। अब म्युजियममा पुग्छु म। यहाँदेखि यता यो साइडमा चाहिँ गएको छुइनँ। अब यता यो साइडमा पनि म घुम्छु। यो साइड घुमेर म त्यहाँदेखि उता जाने प्लान चाहिँ बनाउँछु। अस्ति नै यो बाटो चाहिँ हामी फर्किनु चाहिँ। तर यहाँ म्युजियमभित्र चाहिँ केहरू राखेको छ, म्युजियममा चाहिँ के छ तिनीहरू चाहिँ हेर्नु मन लागेको छ। म अहिले त्यहाँभित्र छिर्नेछु। अब अहिले यहाँ काम गरिराखेको मान्छेहरू पनि हुनुहुँदो रहेछ, काम गर्दै हुनुहुँदो रहेछ यस्तो घाममा पनि होइन। अब अहिले त त्यत्तिकै फुलहरू फुलेको त कहाँ हुँदो रहेछ त।
यसरी काम गरेर बल्ल फुलहरू फुलिराखेको छ। म चाहिँ अब यहाँ एकचोटिको सर्ट पछाडि म्युजियममा छिर्ने प्लान बनाउँदैछु होइन। यहाँको एउटा भ्यू चाहिँ यस्तो दामी तरिकाको मलाई लिनु मन लागिरहेछ। घाम भए पनि यो भ्यूजलाई चाहिँ ल अहिले चाहिँ यस्तो तरिकाले देख्न सक्नुहुन्छ। यो फुलहरू होइन, यो फुलहरूलाई फुलेको मैले अस्ति नै कैद गर्नु कति मन लागिराखेको थियो। आज बाई लक होइन मैले पाएँ। यहाँदेखि यस्तो दामी तरिकाले सरर के गर्ने होइन, अब यस्तै छ। तर फुललाई पनि बिचरा उयो लागेछ, के अरे यसको नाम, फुलहरू पनि पानी नपाएर भन्दा नि अब यहाँको घामले गर्दाखेरि एकदम होइन। यहाँ चाहिँ सफारीमा छिरिगएको तरिका हुँदो रहेछ। यो चाहिँ क्यामेरालाई चाहिँ यो सबै नेचुरल फुलहरूलाई नै यसरी फुलाइराख्नु भएको छ होइन। मान्छेले मेहनत गरेर के नै हुँदैन, के चाहिँ हुँदैन रहेछ भन्ने कुरा यहाँ मस्त मजाले गरिराख्नु भएको छ। यहाँ पनि देख्न सक्नुहुन्छ। यो चाहिँ एउटा होइन बिरुवाहरूलाई चाहिँ मजाले रोपेर गरिराख्नु भएको छ। अब म चाहिँ यहाँदेखि यता छिर्नु जानु पऱ्यो। म्युजियममा के केहरू राखेको छ होइन, हेरेर फर्किनु पऱ्यो। सायद यहाँदेखि यता जानु पाउँछ होला। म चाहिँ म्युजियमको बाटो हेरिराखेको छु। अस्ति पनि आउँथ्यो आयो, आज चाहिँ गर्मीले तर दोकान पुरै बनाएको छ। कति बजी हो ओपन चाहिँ? ओपन गरेर हेर्नु
हुर्केको